ल केटाहरू नि आइपुग्यो ओ माशाल्लाह आयो न त ल सब फाइनली केटाहरू चाहिँ नुहाएर आइसक्यो है ल यो सबजना नुहाएर यहाँ चित्त भएर कहिले हिँडी थिएन है यस्तो पुलमा चाहिँ ल यो अन्त ट्राभल भनेको यो अन्त स्ट्रगल भनेको ल फाइनली गाइस बाटो बिर्स्यो होइन अघि भर्खर यता गएको अब यतै फर्किँदैछ आत्मा बाटो बिर्स्यो र मान्छेले ल धेरै 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 उकालो हिँडिसकेपछि चाहिँ यहाँ कति धारा रहेछ 1 2 3 4 5 धारामा आएर पानी खायो ल तल्लो आहाले चिचिला गाउँपालिका वडा नम्बर 2 ज्यामिरे ल सब फाइनली गाइस अब चाहिँ हाम्रो यहाँदेखि भने यात्रा सुरु हुन्छ होइन अब यहाँदेखि हामी छ्याङकुटीसम्म जान्छौँ त्यही हो अनि यहाँ केटाहरू सबैजना बसमा बसिरहेको छ होइन अब यहाँदेखि दामी तरिकाले हामी जान्छौँ ल गाइस यही हो गुड मर्निङ चुतियाहरू अझैसम्म उठेको छैनस् उठ 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 भनेर भनेको थियो एउटा भिडियोमा होइन त सबैलाई गुड मर्निङ एभ्रिवान एन्ड वेलकम टु ब्याक माई न्यू भिडियोमा युट्युब च्यानलमा स्वागत छ तपाईँहरूलाई फेरि पनि होइन सो फाइनली आज फेरि तपाईँको माझमा यस्तो धेरै दिनपछि एउटा अलिक लङ भिडियो लिएर आउँदैछु लङ भन्दा नि धेरै नै लङ हुन्छ होइन सबैले हेरेर माया गरिदिनु होला होइन अब तपाईँहरूलाई भन्नु पर्दैन म कहाँ जाँदैछु त होइन सो तपाईँहरूले डेमा हेरिसक्नुभयो त्यो फाइनली तपाईँहरू सबैजना आराम कुशलै हुनुहुन्छ होला सो म नि एकदम आराम कुशलै छु त्यही भएर त आज डुल्न जाँदैछु होइन सो आजको हाम्रो टार्गेट भनेको चिचिला 1 दुवा छाँगा हो हाम्रो घुम्न जाने भनेको प्लान भएको चाहिँ अब सो हेरौँ हामी त्यहाँ पुग्न सफल हुन्छ कि हुँदैनौँ अब हामीलाई कसैलाई थाहा छैन त्यहाँसम्मको बाटो अनि हामी चाहिँ पहिला घोर्ले झर्न जाँदाखेरि नि म्याप हेर्दै गएको म्याप हेर्दाखेरि हामीलाई 4 बजीतिर पुगेको सो आज चाहिँ मैले भ्लग हेरेको छु त्यो अनुसारले हामी जानेछौँ सो त्यो फाइनली गाइज जुवाछाँगाको राम्रो भिडियो आउँछ र तपाईँ पनि जानु होला इन्जोय गर्नु होला रमाइलो गर्नु होला सो हामी पनि जाँदैछौँ हामी पनि इन्जोय गरेर आउनेछौँ त्यो ल गाइज ल माया चाहिँ हुनु पऱ्यो है ओके गाइज ल बब्बल म यस्तो राति हिँडिरहेको छु अब जङ्गलतिर ल माया छ है सबलाई ल बिहानको नास्ता ल टक्क लाएर चिया चिया खाएर अब सुरु गरेको अब चाहिँ तातो चिया खाएर अब हिँडेको है तल दुवाछाँगातिर लगाएछ आजको हाम्रो यात्रा चाहिँ सो खातबारीदेखि चिचिला 1 दुवाछाँगासम्म हो यहाँ बस्छ भने हाम्रो सो फाइनली केटाहरू यहाँ छ ल सब फाइनली गाइस अब चाहिँ हाम्रो यहाँदेखि भने यात्रा सुरु हुन्छ होइन अब यहाँदेखि हामी छ्याङकुटीसम्म जान्छौँ त्यही हो अनि यहाँ केटाहरू सबैजना बसमा बसिरहेको छ होइन अब यहाँदेखि दामी तरिकाले हामी जान्छौँ ल गाइस यही हो नगरै मुला अहिले हेर्नु बस हो न
सो फाइनली त यो गाइस होइन अहिले चाहिँ हामी भ्याङ खोलामा आइसकेको छ अब चाहिँ हामी यहाँ खाजा खान्छौँ अनि अहिले चाहिँ यहाँ केटाहरू टोइलेट जानुलाई धमधम छ होइन रमाइलो छ नि केटा अझ एकदम चिलमा छ ल टोइलेट जा केटा टोइलेट जा ल सो फाइनली त यो गाइस अरू भन्दा नि होइन अब यहाँसम्म हामी आइसक्यौँ छ्याङकुटीसम्म अब छ्याङकुटीदेखि चाहिँ छ हामीलाई अब कति लाग्छ यहाँदेखि हुन त थाहा छैन होइन यहाँदेखि चाहिँ हाम्रो यात्रा सुरु भएको हो ल अब यो मुनि हो हामी जानुपर्ने छ होइन यहाँ ठ्याक्कै यो मुनि छ अब यहाँदेखि धुनासँग जाने यहाँदेखि सर्टकट जाउँ न ल त्यही मरिन्छ होइन ओहो ल यस्तो जङ्गलको बाटो हिँड्नु परिरहेछ थाहा छैन आज हामी कहाँ पुग्ने हो भनेर ल यो त बाटो होइन क्या हो केटा हो ल ए लु नजाउँ हो नजाउँ हो यो त जानु त जाने रहेछ कि साह्रो झोडिरहेछ झुकाउँछ होला हौ हाम्रो राम्रै रहेछ ठाउँ अलिकति बाटोको र यसो गाडीको व्यवस्थापन रहेन विकट ठाउँ रहेछ छ त मलाई यो चाहिँ के हो बाटोको जे भने हेर्दा अनि यो के हो सो फाइनली गाइस हामी चाहिँ त्यो अब चाहिँ होइन हामी चाहिँ धेरै तल आइसक्यौँ अनि आउँदा आउँदै हामी बाटोतिर धेरैजनालाई सोध्दै अनि यति चाहिँ दुःख गरेर हामी अब आइसक्यौँ सो अनि अब हामी लगभग अब यहाँको गाउँलेहरूले भन्दाखेरि त अब हामीलाई त 1 घन्टा 2 घन्टा मात्रै लाग्छ चाहिँ भनिरहेछ अहिले 10:30 भइसक्यो सो फर्किँदाखेरि चाहिँ हामीलाई तोरीको तेल नै देख्ने रहेछ होइन हामी चाहिँ अब गलेको जस्तो फिल पनि हुन थालिसक्यो केटाहरू अब हिँड्दैछ भोक नि लागिसक्यो फेरि त्यही हो अनि गाडी यहाँ चाहिँ फेरि भेटिएन छ्याङकुटीसम्म मात्रै आउने भेटियो त्यहाँदेखि छाउनै छैन रहेछ गाडी आजभोलि यो बर्खाले गर्दाखेरि होला रोड नि अलिक कच्ची रहेछ आउनु नि अलिक गाह्रो मान्ने रहेछ त्यही भएर हामी चाहिँ हिँडेर आएको जोसको तालमा आज यहाँ ल शीतल अब खाएर छ अब केटाहरू त्यही हो गाइस छैन रमाइलो छ आजको जिन्दगी रमाइलो गर्नुपर्छ बाँचिन्छ ल फाइनली गाइस त्यही हो अब चाहिँ हामी यहाँ तल्लो केराबारी होला सायद यहाँ फोटो खिचे कार्यक्रम धमधम चलिरहेछ अनि यहाँ चाहिँ यस्तो राम्रो फलाइन्छ रहेछ नि त होइन त्यही भएर दामी यहाँ फोटो खिचिरहेछ केटाहरू है हो यो कुन बाटो कहाँ हो हामीलाई थाहा छैन तर पनि हामी चाहिँ हिँडिरहेछौँ यस्तो मस्तले रोड कस्तो बबल छ अनि यता यस्तो बाटो छ केटाहरू हिँड्दैछ आनन्द साथले होइन अब भोक चाहिँ डरै लागिसक्यो अरूभन्दा पनि यहीँ गाउँघरकोले त अब यहीँ आधा घन्टा 1-2 घन्टा मात्रै लाग्छ भन्थ्यो खोइ हामी त हिँडै छ पुगिँदैन अहिलेसम्म ल यो पुल आयो होइन तर यो पुल चाहिँ मैले देखेको थिइनँ कगुवा खोला है कगुवा खोला त्यहाँ पुल चाहिँ थिएन ल हामी यहाँ पुल पक्की पुलमा आयौँ अब कहाँ हो थाहा नै भएन फेरि बाटो त लु भगवान छ नि यो घर कस्तो त्यहाँ हामी छ ल रोडको बिचमा सबले हेर्दाखेरि यतै आँखा जाने रहेछ कि हाम्रो नि आँखा यतै गयो नि त होइन तो फाइनली गाइस यहाँ चाहिँ अब भने चाहिँ हामीले केराबारीको यो जुवाछाँगा छेउको घामको तातो मासला तातो न तातो घाममा हिँड्नु परिरहेको छ सो अहिले चाहिँ हामी यहाँ नै होइन यहाँ अरू सडको लागि होला यहाँ बल्ल गिटी निकाल्को रहेछ सो हामी यहाँ आइपुगेको छौँ अहिले चाहिँ होइन यहाँ दामी उयो निक्लिने रहेछ कि हेर्नु न बल रहेछ सो अनि बल्ल निक्लिने रहेछ बल्दै होला होइन यहाँ खिच्ने रहेछ अनि यहाँ दुईवटा काला छ त्यो हामीलाई थाहा भएन होइन सो फाइनली गाइस त्यो होइन अब चाहिँ हामी दुवाछागामा आइपुग्यौँ अनि सो यहाँ आइपुग्नुलाई त हामीले यस्तो स्ट्रगल गर्नु पऱ्यो यस्तो मिहिनेत गर्नु पऱ्यो होइन यस्तो कतिजनालाई सोधियो है कतिलाई के भन्यो नि त होइन तर सो यहाँ हामी आइसकेपछि अब यहाँ चाहिँ रमाइलो गर्नेवाला छ सो फाइनली अब हेरौँ त ल दुवाछागाको भ्यू हाम्रो ल सो फाइनली हामी दुवाछागामा आइसक्यौँ अब यहाँ रमाइलो गर्नेछौँ ल यहाँ रहेको छ
देख्नु सक्नुहुन्छ गाइस हामी जुवा सागामा आयो होइन केटा कस्तो छ भन्दा आम्बो डेन्जर रहेछ नि त ओ माई गॉड कहाँ गएर फोटो खिच्ने यार दोस्तों गाइस यहाँको नजारा चाहिँ यस्तै छ अब यहाँको भ्यूहरू यस्तै छ होइन यहाँदेखि उता चाहिँ जानु सकिँदैन ल आम्मा हो ओ मजा आयो केटाहरू नि आइपुग्यो ओ माशाल्लाह आयो न ल यस्तो रमाइलो छ यहाँ आइपुग्यो यहाँ आउनुलाई यस्तो दुःख गर्नु पऱ्यो त सो फाइनली केटाहरू चाहिँ नुहाएर आइसक्यो है गयो सबजना नुहाएर यहाँ चित्त भएर त्यहाँ गएर आएको हामी चाहिँ यो यहाँ नै नुहाएर अनि यहाँ तल एउटा देखाएको छ सो हामी त्यहाँ नै र यहाँ नै पौडी खेलेर यस्तो आइसक्यो सो फाइनली गाइस अब भने चाहिँ हामी यहाँदेखि अब यसलाई बिदा गरेर हामी जाँदैछौँ होइन सो रमाइलो गर्ने यहाँ आयो होइन यस्तो मिठो चटपटे हामी खायो होइन सो अनि हामीलाई यहाँसम्म आउनलाई चाहिँ धेरै दुःख गर्नु पऱ्यो त्यही पनि अब रमाइलो लाग्यो सो अब फेरि बाँचियो छ भने कुनै दिन आउँला होइन रमाइलो भयो त्यो जस्तो फाइनली केटाहरू अब हिँडिसक्यो घरतिर अब कति बजी पुगिन्छ थाहा छैन होइन ल त्यो